हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। म सुमित सुनार एकेए स्पाइकर युट्युब च्यानलमा सबैजनालाई स्वागत गर्दछु। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि एकदम सन्चै आरामै छु गाइज। र आजको मौसम पुरै पानी, रातभरि पानी परेर मौसम चाहिँ यस्तो छ अहिले। जतिखेर पनि पानी पर्न सक्छ है, बादल खालै छ अझै पनि। र अनि आज चाहिँ केटाहरू जाँदैछन् हाम्रो भाइहरू। मम्मी भाइहरू जानु लाग्यो। ल राम्रो जाऊ बाबु, फेरि सब्जी राखे आइराखे, गाह्रो नमाने। गाउँघरको यस्तै हो। त्यो मुख धोनीहरू हाल्यो बाबु, मुख धोनी फेस वास। फेस वास जे जस्तो भयो नि बस्यो होइन, रमाइलो भयो, खुसी लाग्यो। विकास भाइ राम्रोसँग जानु है, धेरै खुसी लाग्यो। घरमा आयो होइन, बस्यो यत्रो दिन, फेरि भेट्नु भेट्नुपर्छ। ल ल भाग्यमानी भयो बाबु। ल बाबु राम्रोसित जानु, भाग्यमानी हुनु बाबु, सफलता मिलोस् बाबुलाई। ल भाग्यमानी अगाडि अगाडि बढ्दै जानु, प्रगति गर्नु। ल ल बाबु राम्रो काम गर्नु कसैको। ल ल हुन्छ, राम्रो जाऊ है। नराम्रो काम कहिले नगर्नु, राम्रो काम गर्नु। अलिक अब बुहारीसँग आम्ला अब अर्को चाहिँ ल है लागेर बुहारीसँग आम्ला दिइरह। दाइको बिहामा बुहारीसँग दाइको बिहामा। ल अब केटाहरूसँग पनि छुट्टिनु पर्यो। ल यता फ्यामिलीलाई पनि केही कुरा राखिदिनु ल, 2-4 शब्द। हाम्रो युट्युब फ्यामिलीलाई, हाम्रो युट्युब फ्यामिलीलाई, हाम्रो दाइलाई अझै योभन्दा धेरै माथि पुर्याइदिनु होला, अझै सपोर्ट गरिदिनु होला होइन। अरू के मेरोलाई नि गरिदिनु होला, हुन्छ होइन। केटाहरूको नि भर्खर नयाँ नयाँ खोल्दैछ, रास्ताको त मेरोभन्दा धेरै छ है। नखर्दारी हुन्छ है रास्तालाई। सबैलाई गर्नुपर्छ। फेरि भेट्दै गरौँला होइन, कन्ट्याक्टमा रहिरहन्छन्। म्युजिक भिडियोलाई माया गरिदिनु होला केटाहरूको सबैको। आउँछ अब गएपछि बिस्तारै होइन, अडियो सबै आउँछ। अडियो भिडियो जे आए पनि सबैजनाले माया गरिदिनु होला। आजबाट चाहिँ केटाहरू छुट्टिँदैछन्, नेक्स्ट टाइम फेरि भेट हुन्छ। यो सुधा दोस्रो भ्लग हो, तर योभन्दा अघिल्लो भ्लग अपलोड नभएको। अब दाइ नि त्यहाँ तलतिर आइसक्नु भएछ। अब केटाहरू जान्छन्। ल किन 4 जनाको साइड बनाइदिनु न, म नि तलतिरसम्म जान्छु। ल म पनि छोडेर आउँछु। ल म पनि जान लाग्यो गाइस। केटाहरूलाई छोड्नै मन लागेन, तल पसलसम्म जान्छु अनि। अनि दिपक दाई गुड मर्निङ है। गुड मर्निङ। यता हाम्रो फुपू नि हुनुहुन्छ, फुपूलाई पनि गुड मर्निङ। है अब केटाहरू जाँदैछन्, त्यही छोड्न नसकेर फेरि म पनि तलसम्म जानु पर्यो भनेर डसम्म जान्छु। अनि केटाहरू पोखरा पुऱ्याउनु पोखराको यसलाई फेरि होइन, अब आउँछु, आएपछि फेरि भेट्नुपर्छ उतातिर काठमाडौँतिर। बागलुङसम्म होइन जानुपर्ने के नि, बागलुङसम्म भयो भने जानुपर्ने हो, तर ठिकै छ। अहिले डसम्म भयो भने छोड्न जाऊँ। बागलुङै हो। 2 जना चाहिँ 12 जिल्लाको अनि उनी 1 जना चाहिँ पोखराको। 12 जिल्ला पनि पता हो, टाढै पूर्व पूर्वबाट आएको भाइहरू। हाम्रो ठाउँ एकदम मन पर्यो रे वातावरण। हजुर थ्याङ्क यू। फेरि मेरो दस गऱ्यो भने त्यो भिडियो छैन, भ्यालेको त्यो पठाउनु न। जन्नतको शेयर करानी, जन्नतै छ होइन ठाउँ चाहिँ। अनि कहाँ पुरै जन्नत अहिले केटाहरूले कहाँ फाल्छन् कपडा। अहिले आधी बाटो पनि पुगेपछि गर्मी यता जाडो होइन, जाडो त नभनौँ ठिक हो यार। यति लगाए पनि मलाई ठिक भइरहेछ। यसो हुडी लगाएर उसलाई हुडीमा पनि ठिक भइरहेछ। बाटोमा गएर पोखरा गएर चेन्ज गर्ने होइन नि गेटअप।
पोखराबाट त गर्मी सुरु हुन्छ होला औडा हुन्छ नि स्टार्ट हुन्छ लगभग बागलुङमा नि त्यति छैन होला अहिले चाहिँ पानी आएपछि पोखरामा नि त्यति हजुर अरे हाम्रो गाउँको पुरा मान्छेहरू फ्यान छन् क्या दाइको फ्यानहरू छन् भने पुरा भिडियो सेयर गरेर हुन्छ हामी त बिग फ्यानै भयौँ होइन हाम्रो गाउँकोले नि सेयर गरेर हुन्छ हिजो होइन नि 2-3जना देखिरहेको ल हेर्छु पोस्टमा दाइको भिडियो सेयर हान्दा रहेछ आफ्नो गाउँको पूर्वको मान्छे भाइहरूको साथी भएर होला नि सबैले पाएको थियो साथी भएर होइन दाइ नचिनेको हो कि तर फुच्ची हाम्रो गाउँको भनेर थाहा छ होइन भिडियो राम्रो भएरै हो क्या दाइ यतिकोले सेयर गर्छ भने मै गर्दिनँ पूर्वबाट पनि माया देखाइदिनु भयो खुसी लाग्यो धेरै धेरै भाइको ठाउँबाट पनि त्यस्तो भिडियो सेयर हुनु भनेको माया देखाइदिनु भनेको मेरो लागि धेरै ठुलो कुरा हो थ्याङ्क यू सो मच सबैजनालाई होइन अब केटाहरू गएपछि झन् अझ व्यापक हुँदै जान्छ अब त्यहाँ किनकि कहाँ गएर आएको भनेपछि अब केटाहरू यतिको सपोर्टेड केटाहरू हुनुपर्छ सो केटाहरूलाई पनि सपोर्ट गर्नुपर्छ गाइस अनि हाम्रो सपोर्टेड दाइ पनि हुनुहुन्छ यता दिपक दाइ होइन दिपक दाइ पनि सबै कुरामा सपोर्टेड हुनुहुन्छ तपाईँहरूले देख्नु नै भएको छ होइन हरेक भ्लगहरू मेरो सुरुबाट देख्नुभयो भने भ्लगमा मान्छेले चिन्छ क्या को सपोर्टेड छ को छैन भन्ने कुराहरू तपाईँहरूले सबैले बुझिसक्नुहुन्छ त्यो कुराहरू भ्लग 0बाट अहिलेसम्मको हेर्नुभयो भने सो भ्लगलाई पुरै हेरिदिनु होला माया गरिदिनु होला अहिले नयाँ जोडिनु भएको साथीहरूले पनि सब्सक्राइब गरिदिनु नभुल्नु होला यदि मेरो भिडियो अहिले नयाँ हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर फ्यामिलीमा जोडिनु होला है त गाइस र म पनि नजिक आइसकेँ अब केटाहरूसँग छुट्टिनुपर्छ होइन सो अब त्यही नै हो अन्तिम त नभनौँ फेरि नेक्स्ट टाइम फेरि भेट भइहालिन्छ केटाहरूसँग अहिलेको लागि चाहिँ बिदा लिउँ है त ल विकास भाइ हाम्रो रास्ता भाइ ल है त ल भन्यो भाइ अब हाम्रो फुपू त भेट भइराखिन्छ फुपूसँग दिपक दाइसँग त हजुर ल ल है त मम्मी भाइहरू गएपछि त सुन्नै भयो घरै सुन्नै भयो रमाइलो भएको थियो अहिले सुन्नै बनाएर गयो भाइहरू अहिले चाहिँ बजार पनि पुग्न ला होला नि एक घन्टामा त पुग्छन् 1-1.5 घन्टामा त भाइहरू पुग्नेहरू त पोखरा गएर दाइ त पोखरा जानुहुन्न बागलुङ गएर भाइहरू चाहिँ पोखरा जान्छन् अनि पोखराबाट अनि बल्ल 12 जिल्ला जान्छन् अनि पोखरा चाहिँ हाम्रो सुनिल भाइ चाहिँ पूर्व हो के धेरै टाढा भोलि बिहान पुग्छन् भाइहरू त टाढा हो नि टाढाबाट आएको नि भाइ पोखराको त सुनिल भाइ मात्र हो क्या ए पोखरा सुनिल भाइ हो अरू सबै 12 जिल्ला विकास र बन्यो त्यति टाढाबाट आएको नि बराबर के भन्न चाहनुहुन्छ त के भन्ने अब मेरो छोरालाई भेट्न त्यति टाढाबाट आए बडा बाबुहरी खुसी लाग्यो यति माया देखाइदिए मेरो छोरालाई माया गरेछन् अझ गरिराखन् त्यही ल किन फेरि इमोसनल हो नि तिनीहरूका बाबुहरी गए अब नरमाइलो लाग्छ के नरमाइलो त लाग्छ नि भयो नि मम्मी चाहिँ खाना बनाउँदै हुनुहुन्छ बाबा घाँस काट्नु गइसक्नु भयो अब म पनि एकछिनमा घाँस काट्नु निस्किने हो गाइस मसिनो घाँस काट्ने हो मम्मीले हुन्छ मसिनो घाँस काट्ने हो मैले चाहिँ अनि त्यस पछाडि अरू के हुन्छ भाइहरू पनि गए अब अलिकति नरमाइलो त लागिरहेछ त्यही पनि के गर्ने अब सधैँसँगै बसेर पनि भएन होइन जो कोही पनि अब आफ्नो परिवारबाट त छुटिएर बस्नुपर्छ होइन साथीभाइ त एकछिन भेट भइन्छ एकछिन छुट्टिन्छ तर माया चाहिँ मनमा सधैँ रहिरहन्छ त्यही नै हो होइन रहिरहनेछ भाइहरूप्रतिको अब हाम्रो भिडियोलाई पनि माया गरिदिइराख्नु भएको छ हाम्रो पनि फ्यामिली अब 3K पुगिसक्यौँ 3K फ्यामिली पुऱ्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई तपाईँहरूको माया अनि साथ सपोर्टले गर्दाखेरि फ्यामिली पनि बढ्दैछौँ नयाँ जोडिँदै गरेको फ्यामिलीहरूलाई पनि धेरै धेरै माया छ तपाईँहरूको माया अनि साथ सपोर्ट यसरी नै रहिरहोस् अन्तिमसम्म होइन है खाना पाइँदैछ एकछिनपछि खाना होइन आजको दिन अब त्यस्तै हुन्छ गाइस अब घाँस सास काट्ने अब यताउति मौसम सफा भयो भने अहिले साँझतिर गेम खेल्न गइन्छ धेरै दिन भयो बल खेल्न पनि गएको होइन अनि कोठाहरू चाहिँ सफा गरिसक्यो अब लुगाहरू धुन छ लुगाहरू धोएर राख्नु पऱ्यो मौसम चाहिँ अलिकति सफा नभएको कारणले धोएको छैन अब सरसफाइ
अनि घरको काम चाहिँ अब सुरु हुनेवाला छ अब आराम सकियो है गाइस हैन है अब काम सुरु हुनेवाला छ अब कामको आतुरी आयो मकै खन्ने अब आतुरी छ सबैलाई आफू रुचीको पिर छैन पाठा आइज भन के को पानी के को आतुरी हो यस्तो आइज आऊ बहिनी आऊ फेरि जुम्रा पर्छ तिमीलाई कपडा उठाइदिथे हौ अनि मन भर्खर घाँस आएको बोल पातलो थियो र गाछ टिपो भनेको हो मेसी तिमीलाई अनि कहाँ बुझु टिप्दै हिँड्छौँ त नि खाना खाएर जानुभएको यहाँ आइज कहाँ किन र मम्मीकै पछि जाने फेरि लगाइज अहिले चाहिँ भर्खर म घाँस काटेर आएको पानी परेर देखिसक्नुभयो पुरै कालो बादल गरिरह केटाहरू नि गयो सुन्नै लगाइरह बोर लगाइरह के गर्ने गाह्रो छ एक्लै बस्न बोर लगाइरह केटाहरूको याद आइरह बजिरह कानमा केटाहरूको बोली यता हेर्छन् केटाहरू छैनन् उता हेर्छन् केटाहरू छैनन् बोर लाग्दो रहेछ यत्रो दिनसम्म सँगै बस्यो गाह्रो भइरह अलिअलि केटाहरूलाई नि सुन्नै भइरह होला उता हजुर तिमीलाई नि गाह्रो भयो तिमीलाई नि सुन्नै भयो हो र ए बनी दादाले दुध खाएको याद आयो रे ल लगाइज अब खाना खान्छु अनि त्यस पछाडि एकछिनमा कुरा गरौँ है त 2000 years later फेरि कमेन्ट गर्ला नि राम्रै लिप्ने रहेछ त्यो त सिधै हो नि लिप्नै जान्दैन अनि हजुरले अब यहाँ के काम बढाउनुहुन्छ मलाई यस्तै हो कि होइन र यस्तै हो त सबै जान्न पर्छ क्या छोरा यस्तै हो मलाई फेरि आउँदैन यस्तो छ गाह्रो छ बुहारी लिइदिएको भए त तँलाई लिप्नै पर्ने ओहो दिनुभयो फेरि हजुरले नि बुहारी लिप्ने थिए त छुपुको बस्ने मिलेर लिपेको मैले सुख पान्थेँ तैँले पनि सुख पान्थिस् हो गरे खै त नि मम्मी बुहारी आउन मान्दिनिन् ल्या पो मान्छन् त ये भगवान क्या जुलुम है अब मै जान्छु बुहारीसँग अब के गर्ने बुहारीले आउनु भनेपछि घर चाहिँ भएर जाने घर चाहिँ भएर जाने थियो अब या छोरी बाली पनि थियो या बुहारी बाली पनि थियो अब छोराले बुहारी नल्याइदिए आफूले पनि टोकेर बुढी भएको आमालाई टिप्दै त मान्न होइन भइहाल्यो नि यतिखेरै भइहाल्यो उतिखेर लिप्न त जाने रहेछ छोराले त्यस्तो राम्रो लिप्ने रहेछ ठ्याम्मै नपार्नु फगाएको गर्छ हो कि आज त खुब बोल्नु भएको थियो क्यामेरा पछि त बाख्रे खुसीले हेर्नु त यहाँ दाँत कत्रो ठुल्ठुलो देखियो मम्मीको छोराले लिप्न लागेको देखेर म सुख पाएको छु त्यही भएर खुसी लाग्यो इमोसनल ब्ल्याकमेल हो कि कान्छाल जस्तो राम्रो त लिपन्न होला लिपेछौ कि अलि लिप त त्यो कालो भयो मेरो भयो क्या मम्मी हान्दा कति हो र यस्तै टलक्कै टल्काउने हो र त्यो कालो बेसी मिठो रमाइ साथीहरू आज त लिपलाप छ मेरो त यस्तो लिप्ने छोरा भएछ त त्यसो लिप्ने बुढो पाएपछि त त्यसै खुसी हुने भयो होइन हो के हो ल भयो अब यहाँ गाउँमा डल्लै पार्दै मक्ख पार्दै नसर्किनु पछि ल भयो ढाडै देख्यो यति लिप्दा यस्तो धार दुख्नु रहेछ मलाई यत्रो घर लिप्दा के दुख्छ होला साह्रै गाह्रो हुन्छ घरको काम लाउनुकै पानी हालिदिनु है मलाई यस्तो जाडो छ
कति गाह्रो हुँदैछ मलाई थाहा भयो गाह्रो छ भने गाह्रो छ खुसी अब त खुसी भए खुसी भए बुहारी ल्याइदिएपछि अझ खुसी हुनुहुन्छ होला र बुहारी ल्याए त खातामा बसेर खान्छु ल के ल खाटमा बसेर खाने ढोका नि पुरा गराइदिन्छु क्या मम्मीको अनि धेरै धेरै धन्यवाद हाम्रो मदर्स डेको भिडियो मैले अपलोड गरेको थिएँ त्यो भिडियोमा धेरै नै माया देखाइदिनु भयो धेरैजनाले कमेन्ट गर्नुभएको थियो अनि एकजना दिदी हुनुहुन्छ अथवा बहिनी हुनुहुन्छ विशाखा शिवाकोटी उहाँले चाहिँ $20 हामीलाई चाहिँ सुपर थ्याङ्क्स गरिदिनु भएको थियो थ्याङ्क यू सो मच हजुरलाई हजुरले आफ्नो मुवालाई सम्झेर आफ्नो मुवा नभए पनि उहाँलाई सम्झेर मम्मीको लागि भनेर केही गिफ्ट ल्याइदिनु भनेर भन्नुभएको थियो उहाँले चाहिँ सुपर थ्याङ्क गरिदिनु भएको थियो धेरै धेरै धन्यवाद तपाईँलाई हजुरले मम्मीको लागि हाम्रो त्यो भिडियो मन पराएर त्यो सिचुएसनलाई हजुरले भोगेको भएर हजुरले चाहिँ हामीलाई गिफ्ट स्वरूप $20 ठुलो उपहार हो मेरो लागि चाहिँ फर्स्ट सुपर थ्याङ्क्स थियो हजुरले नै पहिलो सुपर थ्याङ्क्स दिनुभयो धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाँलाई एकजना दाजुले मलाई पर्सनली फेसबुकमा मेसेज गरेर अनि मम्मीको लागि म केही दिन चाहन्छु भनेर उहाँले पनि गिफ्ट पठाइदिनु भयो हैन उहाँलाई पनि म सम्झिन चाहे धेरै धेरै धन्यवाद दाजु अनि मैले उहाँदेखि गिफ्ट लिन खोजेको थिइनँ तर उहाँले चाहिँ धेरै नै रिक्वेस्ट गरेपछि मैले चाहिँ त्यो गिफ्ट लिन पुगे र त्यसको म छुट्टै भिडियो बनाउने छु गाइस त्यसको त्यो भिडियोको लागि पनि प्रतीक्षा गर्नु होला त्यो भिडियो पनि म ल्याउने नै छु छिटै आजको भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट गर्न नभुल्नु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब पनि गर्नु होला यति भन्दै आजको भिडियो पनि यतैतिर एन्ड गर्न चाहन्छु नेक्स्ट भ्लगमा भेट हुने नै छ त्यतिखेरसम्म मलाई बिदा लिन चाहे जय नेपाल जय भलिबल बाई बाई त गाइस बाई बाई